गुड मर्निङ। हामी चाहिँ उठिसक्यौँ। उठेर मुख धोएर फ्रेस भएर अनि हामी चाहिँ हिँड्यौँ अब यसरी मर्निङ वाक। हामीसँग चाहिँ कुकुर पनि अघि अघि हिँडिरहेको छ, हेर्नु न। साथ दिँदैछ मर्निङ वाक गर्न त यहाँ। ऐसिलु अलिअलि त पाकेछ यहाँ। पानी परेर लुटुक्क परेछ कि यहाँ हेर्दै। केही थिच्नु पर्दैन ल, आधी मात्रै ल। दाजु बहिनीको चाहिँ यहाँ ऐसेलु आजको मर्निङ वाकको सुरुवात ऐसेलुबाट हो नि त आन्टी? दाजु त कहाँ पुग्नु भयो? छ त्यहाँ ठुलो, त्यहाँ त हो त फेदमा घारीमा पसेको त्यो होइन। ऐसेलु दाजु त पुग्नु भयो नि सधैँ। खानु म खाएँ। म त बिहान खानु मिठो छैन अहिले यति जाने त। मिठो हुन्छ यसले, खानु नि पहिला। हामी त अस्ति नेक्स्ट कति खाएको उहाँ पर त जुम गर्नु पर्यो कसरी अम्लाले। यहाँ त धेरै फल ठुलो कान्छी हामी टिप्दै नि ठक्क खाइगयो नि। बेकार घुमेर गएर उहाँबाट छिरेर त्यहाँ फेदसम्म आएको हो। ऐसेलु मुख मिठो हो कि भयो नि त कान्छी? लड्डु जस्तो क्या, सानो लड्डु। माथि माथि सकिँदैन। आपतै पऱ्यो कि क्या हो? नटिप्ने भित्रभित्र कति खाने कान्छी? अहिले अझै उता पुग्नु छ। तर चिल्नु चाहिँ चिल्छ। यस्तो भित्र मिठो हुन्छ त। तपाईँ चाहिँ अब कता भनेर सोच्दै हुन्छ त। बोक्नु न, तपाईँलाई पो जानु हुँदैछ। ए अब रोक्ने चाहिँ कहाँ यहाँ जान्छदेखि मेरो मोबाइल के गरेर छिपी गरेर यहाँबाट कम्ता राम्रो देखिन्छ नि त उता तल त। मर्निङको टार त यता त होला होइन? त्यही हो पार उहाँ त हो। छिप्पिएर कि नटिप्यो होला है? हजुर यता नासपाती छ त। आमा पातभन्दा बढी फलेको हेर्नु क्या। आधा त कोही रहेनछ त एक्सर्साइज गर्ने ठाउँमा। ल अब भाउजू खुइ खुइ खुइ
कति धेरै फलेको है नासपति त आफ्नो आफ्नो ल ल म चाहिँ कुनमा भाउजू त खुबै पास रहेछ र त्यहाँ मरक 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 गर्दै हुनुहुन्छ त म चाहिँ कता हो मरक मरक अलिक छिटो छिटो गर्नु न त्यो उयो माथिको अगाडि तान्नु हो तिनीहरू अघि पछि सबैको अनुभव लिन दाइले म सबैको अनुभव लिइसक्नुभयो शङ्ख पार्कमा पनि छ तर यति धेरै त छैन ल अनुभव लिनु है कति धेरै फलेको क्या पछि त यो रुखले थाम्दैन त बाँदरको आमा बाउमा दाइलाई चाहिँ ठिक हुने रहेछ क्या आफ्नै छप्पा हाँसेर अनि थाकेपछि के काम जे होस् यहाँको उसले यति भए पनि सरकारीमा सरकारले बनाएको छ यसो एक्सर्साइज गर्नुलाई हामी चाहिँ उहाँ तलबाट आएको यहाँ मर्निङ वाक गर्नलाई यहाँ तलबाट अब मर्निङ वाक चाहिँ सक्यो अब चाहिँ हामी घर फर्किन लाग्यो दाइ भाउजू चाहिँ अझै यहाँ एक्सर्साइज गर्दै हुनुहुन्छ म चाहिँ भइरहेको अझै हामी चाहिँ घर आइपुग्न लाग्यो अगाडि लाइन लागिसक्यो कति मजाले सब्रेछ दाइको भाइ टायर फेरेको यात्री लोक है ल आइपुग्यौँ हामी चाहिँ घरमा अब ल हजुर कहाँ जाने डुडु डुलडुल जाने ल जाऊँ डुलडुल जाऊँ ओ माइजूलाई तलै छोड्यौँ साग टिप्नु दिएनौ नि त तिमीले त मामालाई साग टिप्न नदिएको हो त्यस्तो है हजुर बनाना खाने मिठो छ ल मिठो मिठो भनिदिनु त मामुलाई मिठो मिठो भनिदिनु ल मिठो मिठो के मिठो मिठो नखाने ल खाऊ ए हिँड्छ भनेर कहीँ जान्न क्या मम्मा ल खाऊ खाऊ Okay, for row 2, we're going to make 1 double crochet into each one more stitches for the entire row. And we're going to start right in this first stitch. Make sure you're going under both of those bees. हिँड्नु के त मामुलाई देऊ Crochet. मामुलाई दिन्छु खिच्याएछ पहिले अनि अब चाहिँ खाना खाने बेला हुन लाग्यो भाउजूले चाहिँ अनि लट्टेको सागको पकौडा बनाउँछु भनेर बनाउँदै हुनुहुन्छ यो चाहिँ मैले खाएको छैन योभन्दा अगाडि आज चाहिँ फर्स्ट टाइम हो हेर्नु न यहाँ कस्तो मजाले बन्ने रहेछ लट्टेको सागको पनि पकौडा
अनि जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ यहाँलाई धेरै धेरै धन्यवाद। अनि मेरो भिडियोलाई चाहिँ लाइक, कमेन्ट अनि च्यानललाई चाहिँ सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है त। अनि अब चाहिँ फेरि भेटौँला हामी अर्को भिडियोमा है त। त्यतिन्जेलको लागि बाई।